गर्मी छ एकदमै ओहो कति तार पछाडिको लक भएको छैन पश्चिमको बस ल धनगढी जाने बस कहीँ छ धनगढी जाने कहीँ छ साथीहरु धनगढी जाने तेरो अब हामी खरिपानी आयौं बिहान यो बसलाई भेट्छु कि मैले जहिले पनि आउँदा जहिले पनि भेट्छु यो पोखरा कलिङ गर्ने बस आउँदा भेट्छु फर्किँदा पनि भेट्छु हेर्नुस् त साथीहरु त्यहाँ कति राम्रो सिन के यो चाहिँ हाम्रो स्कुलको बस है साथीहरु बिर्साइसक्यो कुकुर है महातीहरु व्हाइट डग हामी आइसकेका छौं परादी पराजुली किराना पसल अब मेरो भाइ चाहिँ यहाँ पछाडि जान्छु भनेर आत्तिरहेको छ अब हामीले यहाँ केही छिर्नको लागि रोक्छौं मेरो छोरालाई ठाउँ साँगुरो भएको तिमी बाहिर बस्ने हो साथीहरु हाम्रो फेरि कुरा मिलिसकेको छ ल निक्लस भाइ साथीहरु हाम्रो कुरा मिलेर फेरि हामी यही बसेका छौं हामीले चाहिँ ठाउँ मात्र साटेका छौं नत्र भए हामी यही बसेका छौं कति राम्रो गीत छ रे यसमा कमेडीको कुरा यस्तो छ के हेर्नु न साथी साथी भन्न आएको हेर्नु त यस्तो बाटो पनि बिग्रेको छ बाटो त खत्तम बाटो खत्तम मान्छे खत्तम मान्छे नेपाली सबै खत्तम मेरो भाइलाई जतिको हिन्दी कसैलाई पनि आउँदैन हैन यहाँ बाटो बनाउनु छ बाटो हैन यो नया तता बाबा गुड नाइट सी यु ल फेरि ल भन्नु नया तता बाबा गुड नाइट सी यु हजुरहरुले हैन अब हिन्दी ब्लग चाहियो भन्नु साली यहाँ हेर्नु चटपट यही भनेको के मैले चटपट पसल यहाँ हजुरहरुले हैन हिन्दी ब्लग खोज्नुहुन्छ भने हामीले गराउँछौं साथी हेर्नु यति राम्रो भ्यू छ यहाँ मेरो ड्याडीसँग सबै कला छ पढाउने कला छ ड्राइभिङ कला छ एन्ड गाउने पनि कला छ यही सँगसँगै धेरै कलाहरू छ अब बयान गर्न साध्य भएन हैन बयान गर्न मिल्ने धेरै छन् छोरीलाई गाली गर्ने कला पनि छ छोरीलाई उडाउने कला पनि छ छोरीलाई गाली गर्ने छोरीलाई गाली गरेर रुवाउने सबै कला छ छोरी ते पनि एक नम्बर अतेडी
छोरी फेरि महा अटेरी महा अटेरी बाउ छोरा मिलेर छोरीको यहाँ मजाक उडाइरहेको छ। हेर्नुहोस् यहाँ यस्तो छ बाटो, अब के गर्ने यो सरकार भन्ने। माछा किन्ने ठाउँ आयो ल, मैले रोकेँ है त। चल्यो म बाथरुम सिङ्गर हो कि बाथरुममा मात्र गाउने सिङ्गर। बाथरुममा गाउने पनि सिङ्गर। कोही किचन सिङ्गर हुन्छ, म बाथरुम सिङ्गर। त्यो पनि लक नभएको, ढोकामा लक नभएको बाथरुममा गाउने सिङ्गर पऱ्यो। म त होम सिङ्गर। लेन क्रुजर आज लेन क्रुजर पछाडि मेरो साथी लेन क्रुजर साइडमा मेरो साथीमा एउटा फेरि यसले भनेछ भने त माइनरको ज्ञानी हो, म फर्स्ट गर्छु। म बोलेको भिडियो नराख्दिनु, मिसले हेर्नुहुन्छ गरे। मिसले हेर्नु भने त झन् भ्युज बढ्छ नि त। अनि छौँ फाइनली साथीहरू, फाइनली भेट भएको कुरा हो। मेरो साथीहरूले भन्छन् के तिम्रो भाइ कति सोझो छ, कति सोझो छ। त्यसको रियालिटी मलाई थाहा छ, कतिको सोझो छ मेरो भाइ, कतिको सोझो छ। अब केही भन्न पर्छ, इमोसनल भइहाल्छ। अघिसम्म कति हाँसिन्थ्यो, अघिसम्म बसँग मिलेर मेरो मजाक उडाइरहेको थियो। अहिले मैले यसो केही भने कमेन्टमा भन्नु साथी, भोट गर्नु त दिदी कि भाइ, बल्ल थाहा हुन्छ। एकदम रिसाएको अवस्था। यो रिसाएको किन हो त्यो पनि मलाई थाहा छ, तर म भन्दिनँ। सबै कुरा भिडियोमा निकाल्यो भनेर यो रिसाएको मलाई थाहा छ। गर्मी भयो, हामी कहाँ आइपुग्यौँ? गाखोला आइपुग्यौँ। हामी गाखोला आइपुग्यौँ साथीहरू। होटलहरू नम्बरले पनि गर्छ 4,400 वर्ष 4,000 लेख्नु 400 रुपैयाँ आउने जानेको भाडा पनि। साथीहरू कस्तो खालको कपाल, त्यो कपाल कसरी गराउने त्यो पनि मलाई थाहा छ। डेडलक हेर्नु साथीहरू, डेडलक कहता है इसको, डेडलक कहता है। घरबाट 22 मिनटमा आइपुग्यो क्या। वालिङ पुग्दा कति मिनट हुन्छ? हुन्छ होला, आधी घन्टा ठिक्कै हुन्छ। हामी क्वार्टरमा पुग्दाखेरि आधी घन्टा हुन्छ, 30 मिनटमा पुग्छ। हामीलाई फेरि वालिङ पुगेर मात्र हुँदैन कि, हामीलाई सुटकौदी पुग्नुपर्छ। धेरैले भन्नुहुन्छ वालिङ वालिङ, तर होइन, हामी सुटकौदी पुग्छौँ। यो दल क्या हेरे बार बार तेरा सुनत जाता है क्या दिमाग? नाना कति हो रहा। साथीहरू गाइस, मलाई चाहिँ यो गीत मनपर्छ, तर धेरैचोटि सुनेको भएर मैले अरू लाउँछु। पुष्पाला लगाउनु पर्छ के? ल अब आयो है बबाल गीत साथीहरू। दुर्गेशको फ्यान भन्नु होला। हाम्रो गाडीमा यो गीत 10-12 चोटि बज्छ। हाम्रो घरमा त अझ बजाए गर्छ यो गीत। हाम्रो घरमा एक दिनमा 100 चोटि बज्छ, गाडीमा 50। त्यति चाहिँ होइन साथीहरू, तर घरमा चाहिँ बजिरहेको छ। यो बिहान पनि बज्छ, साँझ पनि बज्छ, दिउँसो पनि बज्छ, बजाए गर्छ। यदि हाम्रो छुट्टी भयो भने, नत्र भए त छुट्टी भएन भने चाहिँ बिहान र साँझ मात्र बज्छ। यहाँ
गाडीमा पनि त्यही हो, बिहान र साँझ मात्र। दिउँसो त हामी स्कुलमै हुन्छौँ, कहिले घर दिउँसो आएपछि पनि भाइले मलाई भनेर मलाई 1 2 4 5 चोटि चाहिँ यही हामी भकुण्डी बजार आइपुग्यौँ। भकुण्डी आयो साथीहरू। बाबु उठ मलाई पनि रोक्छ कि कहिले कहिले त्यो इन्डियन प्लेट जस्तो मान्छ ल कहाँ मिसहरू हुन् यो त एकदम सोचाइ त्यस्तै हुन्छ सोचाइ त्यस्तै हुँदै 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 जाँदाखेरि नराम्रो नेगेटिभ थिङ्किङले नेगेटिभै कुरा हुन्छ पोजिटिभ थिङ्किङले पोजिटिभ कुरा हुन्छ सो बी पोजिटिभ थिङ्क पोजिटिभ बी पोजिटिभ यसको मलाई सबुत छ किनभने अस्ति म त बाहिरको थियौँ हामी दिनदा तब बिरालो बाटो काटेको थियो अनि हामी नसबाइकन हिँडेको कुकुरले हामीलाई धम्क्यो यो मेरो सबुत हो यसको गोले अब यसले केही भन्यो भने मलाई प्रुफ चाहिन्छ किन भन्दा म साइन्स पढ्छु मलाई चाहिँ प्रुफ चाहिन्छ मलाई हैन साइन्सलाई चाहिँ प्रुफ चाहिन्छ व्हाट इज सन सही हो व्हाट इज सन हामी यस्तो सन पढिन हामी त ठुलो क्लासको पढिन्छ रे हेर्नु 1 को लाने छैन हेर्न कसरी पुग्यो ए ड्याड सम्झाउनुस् त तपाईको छोरालाई मेरो भाइलाई सम्झाउनुस् त म सम्झाउनु भएको छैन म भिडभाडमा छु अहिले ठुलो रोयल सेन्ज आउँदैछ को नानी अनि त्यहाँ आइगयो स्कुटी चलाउनु नानी के हैन मतलब मैले त चिनेको हो बाबुलाई दुख्यो ए बा उस खाम न त्यस्तो डर्टी सर्ट बट्छ 1 हप्ता भयो कि मोमो खाम न यहाँ रहेछ नि मोमो यहाँको मोमो खाँदा त अनि मैले अस्ति नि काठमाडौँ जाँदाखेरि बर्बाद भएको त्यो त गाडीले गर्दा हो नि ऊ हेर्नु त वा ताजा मोमो पाएको छ कति मिठो बास्ना आछ खाम न यो मोमो खाँदाखेरि म काठमाडौँ जाँदाखेरि मलाई कतिखेर काठमाडौँ कतिखेर पोखरा पुगौँ जस्तो भएको हुन्छ अहिले घरमा जाऊँ घरमा गएर मम्मीलाई मिलेर आफ्नो त ओके गाइस हाम्रो डिल डन भइसकेको छ डिल डन 10 करोडमा अघिसम्म म अनह्याप्पी थिएँ तर म अहिले ह्याप्पी भइसकेको छु किन भन्दा के खाने हो त माछा फ्राई खाने हो कि चटपट खाने हो कि यस्तो गर्मीमा माछा फ्राई गर्नु यहाँ पनि माछा बेच्न ल्याएको रहेछ साथीहरु अब हामी आइसकेको छौं फाइनली अब हाम्रो अफिस उता पारी छ अब हामी यहाँदेखि त्यहाँ पारी जाने हो यहाँ बीचमा चाहिँ यो बीच बाटोमा चाहिँ चटपट बेच्न राख्नुहुन्छ एउटा आन्टी नै अस्ति नै पनि पानी नै परेको बेलामा मैले चटपट खाएको थिएँ र अहिले पनि पानी नै पर्न लागेको छ अब म खाना गइरहेको छु चटपटे अब हामी क्रिकेट खेलेको म्याच पनि राख्छौँ यहाँ तपाईहरुले हेरेर कमेन्ट गर्नु यो गीत के हैन ट्याक्क हामी ट्याक्क घर आउने बेलामा हैन अथवा हामी कहीँ ट्याक्क पुग्ने बेलामा ट्याक्क हुन्छ नि ए आज त छँदै छैन चटपट छैन नि चटपट नै छैन ठेलै छैन साथीहरु यहाँ हामीले चिकन किन्ने ठाउँ आयो किन्ने हो अहिले के खाने हो र फिश पनि चिकन पनि यति राम्रो गीतहरु हैन हामी नजिक पुग्ने बेलामा बल्ल आउँछ The legend. यहाँ चाहिँ एउटा एकदम राम्रो उस छ के रेस्टुरेन्ट भन्ने के हैन होटल भन्ने यो उस लाउँछ जेल लगाउँछ मैं लगो तेरी हरी हरी चुनिया गोरी है कलिया मैं लगो तेरी हरी हरी चुनिया La 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 la. La 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 la. ओरेन्ज हाउस भन्ने हाउस छ हैन उ यहाँ छ के यहाँ छ कति राम्रो छ मैले देखेको थिएँ मक्केबारी दरामको साइडमा छ यही हो साथीहरु यो दरबार जोगाइसकेका छौँ र हाम्रो यहाँ छ इलाका प्रशासन वाले दरबार हामीले क्रिकेट म्याचको गर्छौँ प्रशासन वाले दरबार चोक मैं लगो तेरी हरी हरी चुनिया
गरी कलैया मैं लगूं तेरी हरी हरी चिड़िया अपना बना ले हामी पुगेको छौँ एन्जय गर्नु न फाइनली गर्मी हाई गर्मी हाई गर्मी हाई गर्मी अब हामी पुगिसकेका छौँ र अब म चाहिँ झरिसकेँ गाडीबाट ओहो बाहिरबाट शीतल रहेछ हामीले झ्याल खोलेर आएको साथीहरू तर पनि मलाई गर्मी भइरहेको छ लक गरौँ गाडी फेरि लक हुन्न के यो अब हामीले पछाडि डिक्कीबाट सामान निकाल्छौँ ब लिएर आउनु है सामान म यस्तो गरुङको ब्याग बोकेर जान्छु स्कुल मैले बाइकमा बोक्छु नि त्यसलाई ओ माई गड पानी हेर्नु त यतिले लिकेज भएर हिँड्छ यहाँ पुरै बाहिर लाग्छ कुन के भयो कुन ढोका भयो यो वाला त पुरा टाइट लागेछ है यो वाला त लकै भएछ र साथीहरू हामी पुगिसकेका छौँ इलाका प्रशासनवाले यहाँ चाहिँ यति राम्रो राम्रो फुलहरू छ यु क्यान बिलिभ इट म चाहिँ यहाँ एकदम राम्रो राम्रो फुलहरू छ साथीहरू हाई गर्मी हाई गर्मी यहाँ चाहिँ यति राम्रो राम्रो फुलहरू छ नि साथीहरू यति गर्मी छ यहाँ के हो यो स्ट्रबेरी धन्यवाद आउने बित्तिकै स्ट्रबेरी पाइयो साथीहरू हामी आइसकेका छौँ नमस्ते मेरो भाइले आउने बित्तिकै क्रिकेट निकाल्छ काम नै छैन हजुरले कस्तो खालको लिनु मैले रातो खालको लिनु खानु स्ट्रबेरी मलाई पनि थोरै यति बाबु दिदीलाई देऊ यी साथीहरू मिठो दिस इज इलाका प्रशासनवाले यहाँ चाहिँ यो हामीले भर्खर गरेको होला अस्तिसम्म आउँदै थिएन आज मम्मी आउँदै आउनुभयो भने कहाँ जानुभएछ थाहा छैन साथीहरू मम्मीहरू कहाँ जानु यहाँ चाहिँ हामी बस्छौँ है साथीहरू